हेलो साथीहरु नमस्कार सेवारो म हेमन्त युएसए भ्रमणबाट हजुरहरुलाई स्वागत छ मेरो च्यानल एवै छ मिनी भ्लगमा। हजुरहरुलाई 2082 सालको धेरै शुभकामना। यो 82 सालमा हजुरहरुले आटेको ताकेको सम्पूर्ण कुराहरु पुगोस्। हजुरहरुलाई शीघ्र स्वास्थ्य लाभको कामना पनि छ। 82 साल हजुरहरुले भने जस्तै भएर जाओस्। आज चाहिँ हामीहरु डिनर पार्टीको लागि इन्भाइट भइएको छ। त्यहाँनिर मिल्टन यहाँबाट लगभग 18 to 20 मिनेट लाग्छ। आजको हाम्रो ड्राइभर चाहिँ बाबा हुनुहुन्छ। बाबा अनि उहाँ चाहिँ मेरो छोरी श्रीमती, मेरो कान्छी बहिनी। हामी चाहिँ लगभग यहाँबाट 18 to 20 मिनेट लाग्छ हामीलाई जानु। हाम्रो चाहिँ सिटी कोल्चेस्टर हो। हामी जाँदै गरेको चाहिँ मिल्टन हो। यहाँबाट 18 to 20 मिनेट लाग्छ है। हामी यहाँबाट लेफ्ट जान्छौँ। लेफ्ट गएपछि स्ट्रेट हामी लगभग यहाँबाट स्ट्रेट गयो भनेको लगभग लाग्छ होला 15 मिनट। यस्तो छ कोल्चेस्टर चाहिँ अहिले भर्खरै स्प्रिङ लाग्दैछ है। स्प्रिङ सुरु भयो भनौँ न। भर्खर हिउँहरू पग्लियो। अब चाहिँ पाउला आउने बेला भयो। यहाँदेखि उँधो चाहिँ कोल्चेस्टर पर्छ, उँभो चाहिँ मिल्टन पर्छ। अब चाहिँ हामी मिल्टन आइपुग्यौँ। यहाँबाट चाहिँ मिल्टन लाग्छ भनौँ न। हाम्रो गन्तव्य त पुगेको छैन। यहाँबाट चाहिँ उता मिल्टन पर्छ। यो चाहिँ प्यारलेस कम्पनी, ठुलो कम्पनी हो। यहाँ वरिपरि थुप्रो कम्पनीहरू छ। मसिन कम्पनीहरू छ। डग फुड के थुप्रो छ यहाँनिर। हामी यहाँबाट अझै जानु छ। हाम्रो लगभग 10 मिनट लाग्छ होला हामीलाई पुग्नु। हामी चाहिँ अब मिल्टनको मेन सिटी आइपुग्नु आँट्यौँ। मिल्टन पनि भर्खर डेभलप भएको सिटी हो। यो चाहिँ मिल्टनको भर्खरै डेभलप हुँदै गरेको सिटीहरू हो। मेन सिटी पर्छ यो चाहिँ मिल्टनको। यहाँनिर चाहिँ सबै स्टोरहरू, ठुल्ठुलो स्टोरहरू मिल्टनको चाहिँ यहाँनिर पर्छ। यता लेफ्टपट्टि ह्यानाफोर्ड, म्याकडोनल्डहरू सबै कुरोहरू यहाँ वरिपरि छ। डलर ट्री केहरू सबै कुरो यहाँ छ। अब चाहिँ हामी लगभग पुग्ने बेला हुन आँट्यो। 5-6 मिनट लाग्छ होला यहाँबाट गयो भने। भर्खर स्प्रिङले गर्दाखेरि अहिले हुँदैछ। पाउलाहरू आउँदैछ। यहाँनिर चाहिँ सानो ड्याम छ, मिल्टनको ड्याम। एकदम फल सिजनमा एकदम राम्रो देखिन्छ यो ठाउँ चाहिँ।
यहाँबाट हामी लेफ्ट जान्छौँ। अब चाहिँ हाम्रो 2-3 मिनट लाग्छ होला आन्टीको घर पुग्नु। यो गएको पट्टि हो, यो गाडी जाने पट्टि जानु हुँदैछ। परबाट पस्नु चाहिँ थाहा नभएर नि अब चाहिँ आइने रहेछ। अब चाहिँ लगभग हामी आइपुग्यौँ। त्यो वाइट ट्रक चाहिँ भाइको गाडी हो, मेरो भाइको। यहाँ हो हामी इन्भाइट भएको ठाउँ चाहिँ। मेरो छोरी यहाँ खेलिरहेछ। हाम्रो ड्राइभर आजको। अब आन्टीसँग इङ्ग्लिस बोल्न जान्छु म। What cooking? What father? What cooking? What cooking? What chow mein cooking is आन्टीसँग चाहिँ खतरा इङ्ग्लिस जान्छ मेरो। खै दस यो चाहिँ के गर्नु भएको? त्यो अहिले काटेको छैन। Happy New Year! के ह्याप्पी न्यू इयर हो? हेलो कस्तो हुँदैछ अब न्यू इयर पार्टी? एकदम रमाइलो भइरहेछ। यता कस्तो हुँदैछ न्यू इयर पार्टी? एकदम रमाइलो। भाइ कस्तो हुँदैछ न्यू इयर पार्टी? एकदम दामी बढिया। कुमार भाइ कस्तो हुँदैछ न्यू इयर पार्टी? अब यो भरे सकेपछि मात्रै थाहा हुन्छ। नाइस एन्सर। भाइ यता हेर्नु त कस्तो हुँदैछ पार्टी? यो भयो भने ट्रिपल लाग्छ भाइ त त्यति बनिएको नि बार्बिक्यू साथमा हो। बार्बिक्यू यस्तो गर्नु न, नाम पनि एकचोटि बताइदिनु। इट्स मी बमबहादुर राईलाई चाहिँ फलो यता होइन दाजुले एडिट गरिहाल्छ। बमबहादुर राईलाई चाहिँ टिकटकमा सबैले फलो गरिदिनु होला। उहाँको दादाले एडिट गरेर गर्नुहुन्न कि दादाले यति रात दिनुहुन्छ हेरिरहनु न। बहिनी तपाईँ के गर्दै हुनुहुन्छ? तपाईँ भात गर्ने हो ल। हेलो ड्याड, युट्युबमा हेर्नु है ठुला दाको त्यसै भनेको। नाना भिडियो गरिदिनु रे के? दियाराको पनि गरिदिनु पर्यो। हाई दियारा, कति क्युट बेबी हो दियारा त। यता चाहिँ मेरो आराध्याको खोप पार्टी भइरहेछ। यहाँ चाहिँ मेरो हस्बेन्ड हुनुहुन्छ। कस्तो ह्यान्डसम देखेको नि आज त। झन् राम्रो हुँदै गएको छन् कि मेरो बुढा। मात्रै हुन आँटे क्या हो, कराउनु मात्रै हुन आँटे, खेल्नै हुनुपर्छ। यहाँ चाहिँ आमा बाबाहरूको लागि खाना रेडी हुँदैछ। खाना पस्किन सुरु भइसक्यो। बुहारीले खाना भाग्लाउन थालिसक्नु भयो। हाम्रो आँटी दाल वाली। हाम्रो चाहिँ अहिले न्यु इयरको ह्याप्पी न्यु इयरको डिनर पार्टी चलन भइरहेछ। एकदम रमाइलो भइरहेछ। अब अहिले चाहिँ ठ्याक्क खाना लाग्नु भयो। तिनवटा भएछ आँटा एकदम ठिक छ हो आन्टी।
हेलो नयाँ वर्षको खानेकुरा कस्तो हुँदैछ त हो 2081 82 हैन 82 सालको डिनर कस्तो हुँदैछ नाना अब त मेचिकन जान्छ नाना पनि जेमालाई कस्तो हुँदैछ खानेकुरा 81 को आज 81 को अन्तिम दिन भोलिदेखि 82 लाग्छ 82 को न्यू इयर मनाउँदै अर्डर अघि दिएको अर्डर नबन्ने रहेछ हैन के अरे कुक घर गयो भनेर भन्दा भइहाल्छ मलाई चाहिँ के लाग्यो भने गोर्खाको जस्तो लाग्यो क्या हजुर यो खाँदा चाहिँ गोर्खा याद आयो यत्रो खाँदा गोर्खाको याद आयो गोर्खा जिल्लाको गोर्खा स्ट्रङ म त गोर्खा जिल्लाको भने जस्तै लागेर के हुन्छ नि गोर्खाको मान्छेहरू कति राम्रो मनको हुन्छ कोही पनि जानु पाउँदैन आज आन्टीले यसमा ढोकामा बसेर एक गाँस भए पनि खुवाएर पठाउँछ क्या सबैलाई एक अब आमा बाबाहरूले खाना खाइसक्नुभयो अब चाहिँ हाम्रो पालो केटाकेटीलाई पनि अघि खुवाइहाल्यो हामीले अब हामी युवाहरूको पालो बोल्नु नि बोल्नु म त मेरो सोल्डर गरेको आएको थियो खुवाइ चाहिँ मरद छ है होइन सोरसार पारियो त त्यहीँ हालेर मोलबाल गर्दा नि हुन्थ्यो नि केही हुँदैन हो फेरले फेरि खान्छ खानै नपाएको जस्तो भाइ खुवाइ त मरद छ त हस् त साथी हो हामीले चाहिँ यसरी नै मनायौँ न्यू इयर है न्यू इयर र चैते दसैँ एकैचोटि हामीले मनायौँ हजुरहरूले कसरी मनाउनु भयो आशा छ हजुरहरूले पनि राम्रोसँगले मनाउनु भयो भिडियो अन्तिमसम्म हेरिदिनु भयो त्यसमा धेरै धेरै धन्यवाद हजुरहरूलाई नयाँ वर्षको धेरै धेरै शुभकामना हजुरहरूले आँटेको ताकेको सबै कुरो पुरो होस् यो 2082 मा हजुरहरूलाई धेरै धेरै नयाँ वर्षको धेरै धेरै शुभकामना हजुरहरूलाई एवैछा मिनी भ्लगद्वारा पनि धेरै धेरै शुभकामना छ मेरो च्यानललाई एवैछा मिनी भ्लगलाई सब्सक्राइब गर्न नबिर्सिनु होला यदि भिडियो मन परेमा लाइक कमेन्ट सेयर गर्न नबिर्सिनु होला हजुरहरूको प्रतिक्रिया हेरेर हामी अझ राम्रो भिडियोहरू ल्याएर आउनेछौँ अझ राम्रो भिडियो ल्याउनु हेर्नु चाहनुहुन्छ भने मेरो च्यानललाई माया गरिदिनु होला सब्सक्राइब गरिदिनु होला हस्त भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद फेरि पनि नयाँ वर्षको शुभकामनाको साथै अर्को भिडियोमा भेट्ने बाचा गर्दै हस्त नमस्ते सेवारो बाई बाई